त्यो बाइकहरू बनाए पेट्रोल हाल्यो 2 लिटर जति। अब माथि स्टुपा जाम भनेको अब खुल्ला छ कि अब थाहा छैन है। अब यहाँ ग्यारेज स्यारेज सब भइसक्यो। त्यही हामीले त्यसलाई 20 रुपियाँ कमाइदिउँ एउटा नटकै 20 रुपियाँ हुन्छ त्यो। माथि पुग्यौँ एनसिएल नमस्ते चढ्छ यत्रो त्यहाँ पर छ। चिसो छ हामी भित्र आयौँ। अझै जति लाग्यो लाग्ला। के गर्दैछ 20 रुपियाँ ठिकै छ। जान त जान्न ए सो हामी पुग्यौँ स्तूपा। यस्तो छ यहाँदेखि भ्यूहरू पनि छ, एयरपोर्ट पनि देखिया तर चाहिँ प्लेन चाहिँ छैन है। प्लेन चाहिँ छैन। एयरपोर्ट चाहिँ ठिकै छ यार, राम्रो छ। हल्का अझै लामो पनि बन्न सकिन्थ्यो होला है, त्यो बजारहरूले गर्दा होला। सही छ ठाउँ चाहिँ है। यहाँदेखि अब के हस्पिटल हो कि खै के हो त्यो। हामी यता पर देखिएको थियौँ कि यता थाहा नै छैन। यहाँ पछाडि देखिएको थियौँ तर यस्तो छ। सो हामी निस्क्यौँ। ठ्याक्कै तल आउने बेला मैले भिडियो अन गरेँ। त्यो दाइहरू हामीसँग त्यहाँ थिए जुन हामी आउने बेला ठ्याक्कै त्यहाँ हुनुहुन्थ्यो क्या राधामा। उहाँ चाहिँ फेरि यतादेखि आउनुभयो। यो 200 त्यो 100 होइन यो 100। सो अब हामी निस्किनु लाग्यो। घर मिल्छ कि खस्छ थाहा छैन। यसरी बाँधी ल्याउनु पर्यो। यो चाहिँ अगाडि आइसक्यो पछाडि। अब हामी निस्किनु लाग्यो। होटल पवनमा रोकिथ्यौँ। 8 बजे निस्किने भनेको 8:30 भइगयो। ठिकै छ हुन्छ राम्रो हुन्छ। त्यो निस्किनु लाग्यो गाइस। सो अब हामी निस्किनु लाग्यो। राति पानी पनि परिरहेछ। निन्दा त मलाई खासै लागेन। अस्तिदेखि म सुत्न पाएन। हामी 8 बजी निस्किनु भनेको 8:30 भइगयो। अब हामीले बस्छ र भन्ने यतादेखि त बाटो त्यो उहाँदेखि जानु पऱ्यो। हामी सप्ताहमा त लगिसक्यो। त्यो बिर्सेको त छैन मैले। बिर्सेको पनि अब हेरौँला। होटल ठिकै थियो सबै ठाउँभन्दा। क्रिकेटकै रेडमा थियो होटल यहाँ पनि। बाटो धुसमा त्यति हो। अब हावा चाहिँ थोरै भराइहालौँ भन्ने सोच्यो, किनकि कम भए जस्तो लागिरहेछ। अब अनि मौसम पनि चिसो भयो यता। हिउँ परेको त यत्रै जान्छ म त सुत्यो। हिउँ पऱ्यो छैन त्यो भएर गइदिनु आएको है। बाजा साजा लाखा त्यो ठ्याक्कै यो होटल पवन भन्ने तपाईँको यता एयरपोर्ट साइडतिर हल्का बजार पनि हल्का माथि एयरपोर्ट पुग्ने यतितिर हो। बाइकमा हावा चाहिँ भन्ने भएन। पेट्रोल हालिदिनु न एउटा नयाँ 8 कति 10 9 लिटर जति हालिदिनु न। किनकि हिजो 2 जति हाल्यौँ 1 लिटर घुम्यौँ। अनि 9, 10, 11 लिटर भएपछि टिकट सिस्टम होला सायद। अनि यहाँ फेरि एकछिन पेट्रोल हालिदिउँ 10 लिटर। 10 मैले कता राखेँ कि यही छैन। 10 लिटर 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 10 लि
सेट्रो हाल्यौँ फुल हल्का खर्च पनि त्यो डिक्सनरी हालेर। अनि अब हावा चाहिँ त्यहाँ रहेनछ। अब हामीले कता पेट्रोल के अरे पेट्रोल पम्प छ अरे खै कता थाहा छैन। त्यही भएर यहाँ हालौँ किनभने हिजोको जस्तो 9:04 होइन। त्यो अब हावा पछाडिकोमा हल्का कम भएर पेट्रोल हावा हाल्छु। एन्ड अगाडि हामी सुर्खेत पुग्ने गरी निस्किने भनेको चाहिँ आज 9:30 भइगयो, 8:30 भइगयो। 9 चाहिँ यहीँ भइगयो निस्किँदा। त्यो बाटोबाट लगाएको छ माथि सक्नुहुन्छ। मेहन्दी सक्यो थियो। मेहन्दी हाल्यौँ कति छ भनेपछि 6 सुटिङ घन्टा रेकर्ड गर्ने जति छ मेहन्दी अरू छ। मसँग 4वटा मेहन्दी छ। एन्ड अब कन्डिसन चेन्ज गऱ्यौँ। देखाइदिउँ जुम्लाहरू। अझै हामी धेरै अगाडि आइसक्यौँ, 2-3 किलोमिटर आइसक्यौँ। बाटो चाहिँ यहाँ ठिकै छ। अब अगाडि चाहिँ ढुक्यो नागमासम्म बबाल भइहाल्छ। त्यसपछि त धुसो होइन। बबाको अरू त्यहाँ माथि मन्दिरहरू के छ। अब तातो पानी कता के थाहा छैन। लेट्स गो है। चिसो त्यही रहेछ। अनि यो सब साइडको च्याउ बगानहरू अनि भाइरल मूर्ति यहाँ पनि छ। उता नागमादेखि उता जाने बेलामा पनि छ यो मूर्तिहरू फुल जस्तो थियो। उता पनि छ टेम्पल हो। त्यही भएर मैले चाहिँ त्यहाँ पनि छ यहाँ पनि छ भन्छ। जुम्ला पनि यस्तो रहेछ। बाटो चाहिँ दामी छ। बाटो हल्का फुल्का मात्रै फरक छ। त्यो पनि पहिरोले गर्दा। एन्ड चिसो त बवाल लगाइरहेको। मलाई मोटोवाला दबाई लाउनु पर्ने रहेछ। लगाइदिएन। यो गयो गाइस। भाच्यो गयोलाई के काट्ने कुरा छैन। कैँची छ मसँग। कैँची थियो। अब यो गयो। यो म थाहा थियो त्यो पहिले भाँचिसकेको थियो। त्यही भएर मैले नयाँ हालेन। अब पछि हाल्नु पर्यो। त्यो राखिदिन्छु। अब हिलो हुन्छ त्यति हो होइन। माथि सब लगाइसक्यो। सो गाइस हामी नागमा आयौँ। अब टाइम कति भयो भनेपछि 8:30-9 बजी समथिङ निस्किँदैछु। 1देखि 1.5 घन्टामा पुग्यौँ भनेर म हेर्छु। अनि तपाईँ कति टाइममा पुग्यौँ भनेर। बाटो चाहिँ 98% ठिक छ यो बाटो। ल 97 भयो। यो पनि एड गरेर 97% ठिक छ। थोरै साइड बिग्रेको छ। ठिक छ एकदम। नागमा आयौँ हामी। यतादेखि राधा, यतादेखि सुर्खेत। अब जहाँको हो तपाईँ त्यतातिर गयौँ त्यहाँदेखि। 8:45 समथिङमा हिँडेको थियौँ। अनि यहाँ अहिले 9:42 समथिङ भइरहेको। त्यही 1 घन्टामा पुगिन्छ जुम्लादेखि यहाँदेखि जुम्ला है। त्यही भन्ने भनेर। अनि हामी अस्ति होटलमा केही होटलमा रोकेको थियौँ। द होइन मतलब होटल स्नोफल हो। यो राम्रो छ। जुम्ला खालि भोकको भोक त लागेन। अब गएर हामी कालीकोटमा गएर खाना खान्छौँ। अब बाटो लौडा आउँछ। अब यो बाटो यस्तै हो यहीँसम्म। राइट ल। यहाँनिर यस्तो दामी छ। अब टर्निङमा रोकिदिन्छु। अनि पानी सिमसिम परिरहेको ठाउँ चाहिँ बवाल लाग्यो मलाई नि। त्यही भएर यस्तो छिड्दिउँ भने तर अगाडिसम्म नजाम। ए मुद्न लाहा। ए भोसड़ी किधर आ रहे हैं? इधर मुड़ तो गिरे जाते भोसड़ी के। तो कहिले कस्तो हामीले त्यो देखिरहेको हुन्थ्यौँ उता फेसबुकतिर कतातिर। त्यहाँ के हो त्यो
पैसा खाइहाल्यो अब त्यो बनाएर त कामै छैन त्यो ओइ त्यो कामै छैन के हो त्यो what the fuck हो त्यो दाइ गाला भएको थियो त यहाँ पहिलो खसेर रहेछ अस्ति जाने बेला त खसेको थिएन राति पानी परेर होला खसेको मान्छे हेरेर बसिदिरहेछन् अनि मेरो खुट्टा त गाड्दै त्यहाँ हिलोमा यता पानी पर्यो अनि मेरो हिलो लाग्यो घुसो त्यहाँ भनौँ न अब हामी कालीकोटतिर पुग्न लाग्छौँ आम्बो यहाँ त बादल लाएर तर उतातिर घाम पानी छ त्यहाँ पहिला खसेर लौडा भइदियो अनि मेरो बाइकको हर्न पनि बिग्रियो नीचे कुदाइदियो बुवा गुरुमा कुद्यो काहीँ अहिले पानी यहाँदेखि पानी आइदियो थाकलाइया ओहो ए तलको भ्यू हेर्न सकिन्छ कि नै तलको भ्यू देखाइदिए आफ्नो एकैछिन उ त्यहाँ घाम थियो यहाँ यस्तो भएको माको समय थिएन त्यहाँ घाम कसले भनिरहेको अब उ त्यहाँ घाम जस्तो थिएन आदर्श हेर्न सकिन्छ होला है बादलहरू यसरी लखा तल खोलाहरू अनि आज हामी हल्का फास्ट पनि आइरहेछौँ बसिन् ल यहाँ रोड लिएर जाए तो हामी यहाँ पुग्यौँ ड्राइवर लोग इधर बैठे तो जौन वहाँ जान रहा होटल में साथ है सो हामी कालीकोट पुग्यौँ अब खाना खान्छन् टाइम के कति भयो भनेपछि सो निस्किन खाना खाएर लास्टै चिसो छ गोपुरले पनि काम गरेर आएन त्यति खास छ हावा चलेर हैरान भयो यहाँको बाटो खत्तम रहेछ कालीकोटदेखि तल झर्नको लागि कता गएको हामी पुग्यौँ हामी ठ्याक्क पुग्यौँ बाङ्गे सिमल मतलब बाङ्गे सिमल पुग्यौँ लास्टै थाक्ला 8 बज्न लाग्यो समथिङ है अनि बाङ्गे सिमल पुग्यौँ हामी त्यही हिरो हो क्या हामी अनि बाङ्गे सिमल पुग्नलाई अब यहाँदेखि गएर भाइलाई घर छोड्छु अनि त्यसपछि म घर जान्छु बाँकी कुरा अब चप्पल वप्पल के अंदर मोबिल वोबिल सबके सामान देते हैं